हेलो गाइस, चेक आउट दिस ब्युटिफुल वाटरफल छाङ्गे फल्स। तपाईहरू पनि यहाँ आएर यस्तै रिल्सहरू बनाउन चाहनुहुन्छ या झरनाको चिसो पानीसँग खेल्नुहुन्छ भने फटाफट यो भिडियो मिस नगरी एन्डसम्म हेर्नुहोला। गोरुबथान टु छाङ्गे फल्सको सर्ट जर्नी। सो लेट्स स्टार्ट। गोरुबथानदेखि लाभा रोड हुँदै 5 किलोमिटर्स माथि अम्बेक भिलेजको आई लभ अम्बेक जस्ट क्रस भयो। वेलकम टु फापरकेती। अहिले भने चाहिँ हामी फापरकेती पुगिसकेको छौँ हो। यहाँ रोकेर चाहिँ एकपल्ट चाहिँ उन्तको भ्यू नहेरी चाहिँ सन्तोकै लाग्दैन क्या गाइस। यो चाहिँ फापरकेतीदेखि निकै माथि छ। यो जग्गालाई एक्ज्याक्ट मलाई के भन्छ चाहिँ थाहा छैन कि, तर यहाँदेखिको चाहिँ नजारा चाहिँ अब अलगै छ क्या। यहाँ हेरौँ न गाइस, अब गोप्रोमा चाहिँ कतिको आउँदैछ कि, तर यहाँदेखिको चाहिँ भ्यू चाहिँ अब अलगै आउँछ नि त। ओ त्यहाँ तल त्यहाँ सोमबारे बजारहरू, यो डल्लै फापरखेतीको रोड्सहरू हो। त्यहाँनिर एउटा होमस्टे छ, अभिनय रिसोर्ट कि होमस्टे के भन्ने हो। यो दामी सिनको भ्यू इन्जोय गर्दै एकछिन गफ गरेर फोटोज क्लिक गर्दै लाग्यो हामी फेरि आफ्नो मन्जिलतर्फ। अहिले भने चाहिँ हामीले जस्ट कुवापानी काटेर चाहिँ अब उकालो जाँदैछौँ हो। र यहाँ आइपुग्दाखेरि चाहिँ वेदर पनि अलिकति अब साथ नदिएको जस्तो हुँदैछ हो। धुम्म धुम्म लाग्नु थाल्यो एक प्रकारको। कुवापानीदेखिको जस्ट 17 किलोमिटर्स राइड गरेपछि हामी पुग्यौँ। वेलकम टू लाभा गाइस। लाभा में आप लोगों का स्वागत है। सुबह से हम इधर हैं। छाङ्गे फल्स जाने रोडदेखि जस्ट 10 स्टेप अगाडि आइपुगेर एकछिन फेरि गफ हानेर चाहिँ यहाँदेखि हामी जानेछौँ कोलाखाम छाङ्गे फल्स। लाभा बजारको जस्ट स्टार्टिङमा वेलकम टु नेउरा भ्याली नेसनल पार्क लेखेकोदेखि चाहिँ जस्ट राइटपट्टि लाग्यौँ हामी कोलाखाम छाङ्गे फल्सपट्टि। छाङ्गे फल्स कोलाखामको लागि पनि एकदम दामी अफ रोडिङ रहेछ हो। अफ रोडिङको मजा लिँदै हामी चिसो वेदरमा जाँदैछौँ कोलाखाम। सल्लाह यहाँ पनि मजाको धुप्पी गाडी रहेछ नि त साइडमा डल्लै हो। धुप्पी गाडी नि धुप्पी गाडी, यता फेरि अफ रोडिङको अलगै मजा हो। वेलकम टु कोलाखाम। यो चाहिँ हो तपाईँको कोलाखाम। यहाँनिर होमस्टेहरू छ है, रिसोर्टहरू होमस्टेहरू छ त्यहाँनिर। यहाँ गिफ्ट सपहरू पनि रहेछ। अब यहाँदेखिको थोडा सा नीचे है छाङ्गे फल्स। मनका कुरा चुपचाप बुझ्न सक्छौ। तिमी बिना अधुरो लाग्छ जिन्दगी, तिमीसँगै हुँदा पुरा हो खुसी। लगभग तपाईँको 15 किलोमिटर लाभादेखिको ओह्रालो झरेपछि चाहिँ हामी यहाँनिर आइपुग्यौँ हो। छाङ्गे फल्स जानेको त्यहाँनिर यहाँदेखिको तल 500 मिटर्समा चाहिँ छ छाङ्गे फल्स। अब चाहिँ हाम्रो पैदल यात्रा सुरु। र हामीसँग जति पनि सरसामानहरू लिएर आएको छौँ जस्तो हेलमेट ब्याग्सहरू चाहिँ हामी सबै यो रेस्टुरेन्टमा छोडेर चाहिँ हामी यो ओह्रालो लाग्नेछौँ। अब चाहिँ हाम्रो रियल पैदल यात्रा, रियल एडभेन्चर सुरु भयो हो। ओह्रालो कतिजना त पुगेर पनि फर्किँदो रहेछ। अनि सबको साथमा रहेछ एउटा लट्ठी उकालोको सहाराको लागि। तर हामीलाई चाहिँ चाहिँदैन क्या यस्तो लट्ठीहरू। सानैदेखिको यस्तो उकालो ओह्रालो हिँड्ने बानी हो। फेरि पर्यो यङ ब्लडहरू, पुरै शरीरमा खुन प्लुक प्लुक उम्लिरहेको छ। मजाक था है। यदि तपाईँहरूलाई पनि उकालो हिँड्नु साह्रो पर्छ भनेदेखि मेरा माथि त्यहाँनिर काउन्टर छ हो, त्यहाँनिर तपाईँहरूले यस्तो लट्ठी पनि पाउन सक्नुहुन्छ है। गाइस फाइनली वी आर इन छाङ्गे फल्स हो। यहाँ पछाडि देख्न सक्नुहुन्छ यस्तो दामी छाङ्गे फल्सको आमा पछाडिबाट चिसो आउँदैछ क्या। सानो सानो पानीको खोपाहरू मोइस्चरहरू क्या आमा यस्तो दामी आउँदैछ कि। यहाँ देख्न सक्नुहुन्छ पछाडि है। यहाँ तलदेखिको चाहिँ सुरु भएर चाहिँ यस्तो माथिसम्म गएको छ। अन्त कस्तो लाग्यो गाइस छाङ्गे फल्स? श्यामदा आमा पछाडिबाट क्या आउँदैछ चिसो क्या छ्याम।
हाँस्दा फुल चाहिँ फुल्छ यो मन तिम्रो नजरमा हराउँछु म गाइस यहाँसम्म आउनु लागि चाहिँ हामीलाई लाभादेखिको लगभग 15 किलोमिटर्स लाग्यो हो टाइम एक्ज्याक्ट त मलाई थाहा छैन अहिले याद गरिनँ हो टाइम पनि मोटामोटी तपाईँको 30 मिनट्स त लाग्यो होला यहाँसम्म आउनु लागि बिचमा धेरै नै अफरोडिङ रहेछ लगभग 10 किलोमिटर्स नियरली 10 किलोमिटर्स चाहिँ प्रपर अफरोड रहेछ यहाँसम्म आउनुको लागि हो तर यहाँ आइसकेपछि चाहिँ त्यो अफरोडमा आएको हो थाकेको सबै मेटिँदो रहेछ नि त यस्तो दामी नजारा क्या पछाडिबाट समसम हावाले हानिरहेको क्या यसरी त्यो फल्सको चिसो पानीसँग हो फ्रेस हुँदो रहेछ नि अब यहाँ चाहिँ तल गएर नि हेर्छौँ है तपाईँहरू अब यो समयमा आउनुभयो भने चाहिँ एकदमै दामी रहेछ हो किनकि अब त्यस्तो यो विन्टरको टाइम हो यो विन्टरको टाइममा चाहिँ पानीहरू नपरेको कारणले गर्दा त्यो फलहरू सबै सेतो देख्दैछ नि त अब पछि अब रेनी सिजनमा आयो भने चाहिँ रातो हुन्छ राम्रो देख्दैन नि तर अहिले टाइम चाहिँ अब एकदमै एक्ज्याक्ट दामी टाइम रहेछ हो धेरै नै मजा आयो गाइस अब एकचोटि हामी यहाँनिर फोटो सेसन गर्छौँ फोटोसुट गर्छौँ सँगसँगै अब रिल्सहरू भयो भनेदेखि रिल्सहरू पनि यहाँनिर सुट हुन्छ होइन र यहाँसम्म तपाईँहरूले मेरो भ्लग मेरो भिडियो हेरिदिनु भएकोमा इन्जोय गरिदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू छ तपाईँहरूलाई थ्याङ्क यू फर वाचिङ दिस भिडियो है गाइस अझै योभन्दा दामी दामी जग्गाहरूको मेरो अझै दामी दामी ठाउँहरू देखाउने छु म तपाईँहरूलाई आजको लागि चाहिँ यति नै छ बाई बाई